नमस्कार साथीहरू, आज म तपाईहरुलाई जापानमा म मन्थली जम्मा 6000 येन तिरेर कसरी बसिरहेको छु र त्यो 6000 येनमा पनि एकदमै धेरै सुविधा सम्पन्न, एकदमै अपार्टमेन्टको भन्दा पनि धेरै फेसिलिटी भएको रुममा चाहिँ कसरी बसिरहेको छु भनेर म तपाईहरुलाई भन्ने छु र तपाईहरु पनि कसरी बस्न सक्नुहुन्छ भनेर त्यो आइडिया अथवा त्यो बारेमा चाहिँ म तपाईहरुलाई चाहिँ शेयर गर्न गइरहेको छु। तपाईहरुले चाहिँ मेरो टिकटकको भिडियो हेरेर चाहिँ युट्युबमा भिडियो हेर्न कति जना आउनु भयो कृपया कमेन्ट गर्न नबिर्सनु होला। आउने दिनहरुमा पनि म तपाईहरुलाई चाहिँ जापानमा चाहिँ हामीले चाहिँ कसरी सजिलै चाहिँ बस्न सक्छौं, सजिलै भन्नाले चाहिँ हामी चाहिँ इकोनोमिकली कसरी फ्रीडम हुन सक्छौं, आर्थिक रूपमा कसरी स्वतन्त्र हुन सक्छौं, त्यही तपाईहरुले चाहिँ कसरी विभिन्न स्कलरशिपहरु पाउन सक्नुहुनेछ। म आफैले पनि धेरै स्कलरशिपहरु पाएको छु र अहिले पनि मैले चाहिँ स्कलरशिपहरु पाइरहेको छु र रुम रेन्टमै पनि यति धेरै डिस्काउन्ट भइसकेपछि मैले चाहिँ त्यति धेरै काम गर्नुपर्ने जरुरी छैन, जसले गर्दाखेरि चाहिँ मैले मजाले यसरी भिडियो बनाएर चाहिँ मेरो एक्सपीरियन्सहरु तपाईहरुसँग शेयर गर्न सकिरहेको छु। यदि मेरो कामै काम भइदिएको भए म आज यसरी चाहिँ यो भिडियोहरु बनाएर तपाईहरुमा चाहिँ शेयर गर्न सक्ने थिएन। सो साथीहरु, आजको टपिकमा चाहिँ फर्क्यौं। सो आजको टपिक भनेको चाहिँ जापानमा तपाईहरुले चाहिँ कसरी सस्तो रुममा चाहिँ बस्न सक्नुहुन्छ भन्ने हो। सो अहिले चाहिँ म जापानको नागोयामा बसिरहेको छु र म अहिले चाहिँ जापानको चाहिँ युनिभर्सिटी अथवा चाहिँ दाइगाकुमा पढिरहेको छु। विशेष गरेर म अहिले बसिरहेको जुन रुम छ त्यो चाहिँ एउटा जापानको एउटा ठूलो कम्पनीले मलाई यो प्रोवाइड गरेको रुम हो र मलाई प्रोवाइड गरेको भन्नाले पनि त्यसमा तपाईहरुको चाहिँ वर्षमा 2 पटक चाहिँ एप्लिकेसन फर्म खुल्छ र एप्लिकेसन फर्ममा चाहिँ तपाईहरुले अप्लाई गर्न सक्नुहुन्छ। विद्यार्थीले त्यसमा अप्लाई गर्नुहुन्छ, त्यसबाट चाहिँ सिलेक्ट गरेर चाहिँ तपाईहरुले चाहिँ बस्न सक्नुहुन्छ। उक्त कम्पनीको नाम भन्दाखेरि चाहिँ एनजीके इन्स्टलेशन्स भन्छ हैन, जुन चाहिँ निहोन गाइसी भन्ने चाहिँ नागोयामा एउटा ठूलो कम्पनी छ। उक्त कम्पनीले चाहिँ 40 वटा रुम भएको चाहिँ एउटा ठूलो बिल्डिङ बनाएको छ, जसमा चाहिँ विदेशी विद्यार्थीहरुलाई मात्र बस्नको लागि बनाइएको हो र विदेशी विद्यार्थीहरुको लागि चाहिँ सजिलो होस्, जापानमा बस्नको लागि पढ्नको लागि सजिलो होस् भनेर एउटा चाहिँ सोशल वर्क गरेको हो त्यो कम्पनीले चाहिँ। सो तपाईहरुले चाहिँ अप्लाई गर्न सक्नुहुन्छ। 40 जना विद्यार्थी चाहिँ त्यो बिल्डिङमा बस्छन् र हरेक वर्ष धेरै जना चाहिँ निस्किने गर्छन् र त्यो निस्केको ठाउँमा चाहिँ नयाँ विद्यार्थीहरुले चाहिँ अप्लाई गर्छन्। यो रुममा चाहिँ तपाईहरुले वर्षमा 2 चोटी अप्लाई गर्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ मैले वेबसाइट पनि डिस्क्रिप्सनमा दिने छु र तपाईहरुलाई यहाँ लेखिदिने पनि छु। सो त्यो वेबसाइटमा चाहिँ तपाईहरुले चाहिँ हेर्न सक्नुहुनेछ र त्यो वेबसाइटमा चाहिँ तपाईहरुले चाहिँ एप्लिकेसन फर्म कहिले खुल्छ भनेर चाहिँ जानकारी पाउन सक्नुहुन्छ र म आफै पनि तपाईहरुलाई भनिदिन्छु। पहिलो भनेको चाहिँ अराउन्ड शिचिगाचो अथवा हाचिगाचोतिर एकचोटी खुल्छ, त्यो बेला खुलेर चाहिँ तपाईहरुले ज्युगाचोमा चाहिँ तपाईहरुले छिर्न सक्नुहुन्छ हैन। अर्को भनेको चाहिँ तपाईहरुको चाहिँ ज्युइचिगाचोमा चाहिँ खुल्छ। ज्युइचिगाचोमा चाहिँ एप्लिकेसन स्टार्ट भयो र तपाईहरु सिलेक्ट हुनुभयो भने चाहिँ तपाईहरु शिगाचोमा चाहिँ रुममा चाहिँ बस्न सक्नुहुन्छ। सो त्यति धेरै नेपाली विद्यार्थीहरु छैनन् यहाँ चाहिँ, हामी चाहिँ लगभग 3 जना जति नेपाली विद्यार्थीहरु यहाँ बस्छौं र अरु भनेको चाहिँ चाइनिज, भियतनामी, अमेरिकन, इटालियन अरु धेरै कन्ट्रीको मान्छेहरु चाहिँ यहाँ विद्यार्थीहरु भनौं हैन, विद्यार्थीहरु चाहिँ यहाँ बस्ने गर्छन्। उनीहरु चाहिँ मेनली चाहिँ युनिभर्सिटी अथवा चाहिँ मास्टर पढ्ने गर्छन्। यदि तपाईहरु सेन्मन गाक्को अथवा चाहिँ निहोंगो गाक्को पढ्दै हुनुहुन्छ भने चाहिँ अहिलेको लागि चाहिँ तपाईहरु चाहिँ यहाँ बस्न पाउनु हुनु भएन, किन भन्दाखेरि चाहिँ यहाँ चाहिँ युनिभर्सिटी पढ्ने र मास्टर पढ्ने विद्यार्थीहरुले मात्र बस्न सक्छन्। र यो भिडियो चाहिँ मैले बेकार हेरेको छु, म त निहोंगो गाक्को अथवा म त सेन्मन गाक्को भन्नुहुन्छ भने चाहिँ त्यस्तो नसोच्नु होला। किन भन्दाखेरि चाहिँ तपाईहरु भविष्यमा आफू भोलि गएर चाहिँ युनिभर्सिटी पढ्नु भयो भने छिर्न सक्नुभयो अथवा चाहिँ आफ्नो चाहिँ नजिकैको मान्छेहरुलाई चाहिँ तपाईहरुले यसको बारेमा भन्न सक्नुभयो। नागोया भन्दा बाहिर सिटीमा बस्ने विद्यार्थीहरु चाहिँ यस्तो रुमहरुमा कसरी बस्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ तपाईहरुले चाहिँ इन्टरनेटमा चाहिँ सर्च गर्न सक्नुहुनेछ। विभिन्न अर्गनाइजेसनहरु, विभिन्न फाउन्डेसनहरु हुन्छन् हैन, स्कलरशिप फर इन्टरनेशनल स्टुडेन्ट इन ओसाका, इन टोकियो हैन, इन डिफरेन्ट सिटी हैन, जुन सिटीमा तपाईहरु चाहिँ बस्नुहुन्छ त्यो हेर्नुभयो भने चाहिँ इन्टरनेटमा चाहिँ नर्मली जापानको बारेमा जुन इन्फर्मेसन दिएको हुन्छ त्यो चाहिँ फेक हुँदैन र त्यसको बारेमा चाहिँ तपाईहरुले चाहिँ त्यहाँ अफकोर्स नम्बरहरु अथवा इमेलहरु हुन्छ, त्यसमा चाहिँ तपाईहरुले कल गरेर अथवा मेल गरेर पनि अझ डिटेलमा चाहिँ बुझ्नु होला र यसरी पाउन सक्नुहुनेछ। अब फेरि चाहिँ एप्लिकेसनको प्रोसेसमा चाहिँ फर्क्यौं। एप्लिकेसनको लागि चाहिँ तपाईहरुले चाहिँ जुन मैले भने एउटा चाहिँ शिचिगाचोतिर, अर्को चाहिँ ज्युइचिगाचोतिर। ज्युइचिगाचोको लागि चाहिँ अहिले खुलिरहेको छ, किनकि अहिले चाहिँ ज्युइचिगाचो भएको भएर चाहिँ है, सो भन्नाले चाहिँ अब नोभेम्बर महिनामा अहिले चाहिँ खुलिरहेको छ। यसको लागि तपाईहरु आफूले धेरै गर्नुपर्ने कुरा छैन, किन भन्दाखेरि चाहिँ यो वेबसाइटको बारेमा पहिला चाहिँ यो वेबसाइटको बारेमा तपाईहरुले आफ्नो कलेजमा लगेर चाहिँ भन्नु होला, जहाँ चाहिँ इन्टरनेशनल विद्यार्थीहरु अथवा चाहिँ एउटा जिम्सोमा लगेर चाहिँ तपाईहरुले चाहिँ भन्नु होला हैन।
यसरी चाहिँ यो एनजिके भन्ने चाहिँ कम्पनीले चाहिँ निहोन गाइसी कम्पनीले चाहिँ विदेशी विद्यार्थीहरूलाई चाहिँ यसरी बसाल्दो रहेछ। यसमा चाहिँ मैले कसरी अप्लाई गर्न सक्छु, मलाई हेल्प गर्नुहोस् भन्नुभयो भने चाहिँ उहाँहरूले चाहिँ हेल्प गर्नुहुन्छ र यहाँ अप्लाई गर्नुको लागि पनि तपाईँहरू आफैले एज अ विद्यार्थीको रूपमा चाहिँ अप्लाई गर्न सक्नुहुन्न। तपाईँहरूको चाहिँ युनिभर्सिटीको थ्रुबाट अप्लाई गर्नुपर्ने हुन्छ। पहिले चाहिँ यो वेबसाइटको बारेमा चाहिँ तपाईँहरूले चाहिँ आफ्नो युनिभर्सिटीमा लगेर भन्नु होला र युनिभर्सिटी आफैले चाहिँ उनीहरूले चाहिँ यो कम्पनीसँग कुरा गर्नेछन् र त्यो कम्पनीसँग कुरा गरिसकेपछि चाहिँ त्यो कम्पनीले चाहिँ भर्नुपर्ने एप्लिकेसन फर्महरू चाहिँ युनिभर्सिटीलाई दिन्छ र युनिभर्सिटीले चाहिँ तपाईँहरूलाई यो लेख है भनेर भन्छ र तपाईँहरूले त्यो लेखिसकेपछि फेरि युनिभर्सिटीकै थ्रुबाट अप्लाई गर्ने हो। र योभन्दा पहिला चाहिँ तपाईँहरूको युनिभर्सिटीबाट कसैले पनि एप्लिकेसन फर्म भरेको छैन भने पनि केही समस्या छैन, तपाईँहरूले फर्स्ट टाइम भर्न सक्नुहुनेछ। यसरी चाहिँ तपाईँहरूले चाहिँ विशेष गरी नागोयामा चाहिँ जम्मा 6000 येन चाहिँ महिनाको तिरेर चाहिँ बस्न सक्नुहुनेछ। र फेसिलिटीको कुरा गर्ने हो भन्दाखेरि चाहिँ सबै कुरा तपाईँहरूले चाहिँ यो रुममा पाउनुहुन्छ। बेडदेखि, फ्रिजदेखि, किचनमा युजिने सामानहरूदेखि, राइस कुकर अनि प्लेट चाहिँ आफ्नै ल्याउनु पर्ने हुन्छ र अरू सामान पनि आफ्नै पनि ल्याउन सक्नुभयो अथवा यहीँ पनि पाउन सक्नुहुन्छ। अनि स्टडी टेबलहरू, अनि स्टडी रुम, अनि त्यसपछि चाहिँ लाइब्रेरी, अनि प्रिन्ट गर्नको लागि चाहिँ प्रिन्टिङ मेसिनहरू, अनि त्यति मात्र नभएर चाहिँ भिजाको लागि अथवा जापानमा हुने हरेक कुराको सौदानको लागि चाहिँ एभ्रिडे चाहिँ 2 जना चाहिँ जापानिज चाहिँ यहाँनिर बस्नुहुन्छ तल चाहिँ होइन। सो अफिसमा बस्नुहुन्छ। उहाँले चाहिँ तपाईँहरूलाई चाहिँ अलवेज चाहिँ जसरी एउटा युनिभर्सिटी एउटा गएकोले हामीलाई चाहिँ विभिन्न कुराको लागि चाहिँ हेल्प गर्छ नि, उहाँहरूले चाहिँ सबै कुरामा इभन निहोङ्गोको लागि पनि उहाँहरूले चाहिँ हेल्प गर्नुहुन्छ। अप्लाईको प्रोसेस फेरि भन्दाखेरि चाहिँ यो वेबसाइटको बारेमा तपाईँहरूले चाहिँ आफ्नो युनिभर्सिटीमा भन्नु होला। युनिभर्सिटीले चाहिँ यो एनजिके इन्स्टलेसन अथवा चाहिँ निहोन गाइसी कम्पनीसँग कुरा गर्छ। त्यसपछि चाहिँ एप्लिकेसन फर्महरू पाइसकेपछि तपाईँहरूले भरेर चाहिँ कलेजकै थ्रुबाट अप्लाई गर्ने हो र इन्टरभ्यू एउटा मेन चाहिँ हुन्छ। त्यसमा गइसकेपछि तपाईँहरूले चाहिँ थोरै नर्मल क्वेसनहरू सोध्छ है। तपाईँहरू चाहिँ किन यो सस्तो रुममा बस्न चाहन्छस् भन्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ अब भन्न सक्नुहुन्छ जम्मा 28 घन्टा काम गरेर चाहिँ सबै कुरा चाहिँ धान्नको लागि चाहिँ पुग्दैन होइन, खानु पर्यो, बस्नु पर्यो, कलेज फी तिर्नु पर्यो लगायत यो कुराहरू तपाईँहरूले चाहिँ भन्नुभयो भने चाहिँ नर्मल क्वेसनहरूको एन्सर दिनुभयो भने चाहिँ तपाईँहरू चाहिँ इजिली सिलेक्ट हुन सक्नुहुन्छ। सो यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद। आउने दिनहरूमा चाहिँ जापानको बारेमा अथवा जापानमा चाहिँ हामीले चाहिँ विद्यार्थी भएर पनि इकोनोमिकल्ली कसरी फ्रिडम हुन सक्छौँ भनेर विभिन्न भिडियोहरू म तपाईँहरूको लागि बनाउँदै गर्नेछु। त्यसको लागि चाहिँ मेरो यस च्यानललाई चाहिँ सब्सक्राइब गरेर बेल आइकनमा क्लिक गर्न नबिर्सिनु होला र भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला भन्दै म यो भिडियोबाट बिदा हुन चाहन्छु र फेरि अर्को भिडियोमा भेट्नेछौँ। धन्यवाद।